त्यो सत्य स्वरूप जन्म र मृत्युदेखि पर छ। जसको जन्म हुन्छ सज्जन त्यसको मृत्यु निश्चित छ। जुन दिन तपाईँ हामी यो धरामा जन्म्यौँ त्यसै दिन तपाईँ हामीले मृत्युको सर्टिफिकेट साथमै लिएर आएका छौँ। कहीँ छैन होला, तपाईँ हाम्रा आँखाले देखेनन् होला, तर मृत्यु निश्चित छ। मृत्यु के छ? सत्य छ। अरू असत्य होला तर मृत्यु सत्य छ। जुन दिन तपाईँ हामी यो धरामा आयौँ नि त्यसै दिन तपाईँ हामीले साथमै मृत्यु लिएर आएका हुन्छौँ। त्यतिखेरदेखि तपाईँ हामीलाई मृत्युले डसिहाल्छ। जुन दिन जन्म्यौँ जन्मेको एकछिनदेखि अब काल गणना सुरु हुन्छ। 1 दिन 2 दिन 3 दिन गर्दा गर्दै 10 वर्ष 20 वर्ष 30 वर्ष 35 वर्षको बर्थडे भन्दै उत्सव मनाउन थाल्छौँ हामी। सम्झिनुहोस् त। यसरी नै दिनानुदिन तपाईँ हाम्रो जीवन खस्किँदै गइरहेको छ। डाँडा पारी पुग्न लागेको छ। डाँडा पारीको घाम भएपछि कतिखेर डुब्लुक्क डुब्छ कसैलाई थाहा छैन। कसैलाई थाहा छ त? कसैलाई 9 सेकेन्ड अगाडि पनि फलानो जाँदैछ भन्ने थाहा छैन। 9 सेकेन्ड अगाडि पनि थाहा हुँदैन। भर्खर च्याखाएर छुटेको व्यक्ति लौ न फलानो त गयो अरे, राम 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 गएछ। भर्खर च्याखाएर हामी सँगै छुटेका त्यतिखेर हाम्रा आँखामा आँसु बर्सिन थाल्छ। कसैको त्यस्तो पनि हुन्छ। बेलुका सँगै खाना खाएर एक आपसमा मनमा भएका दुःख सुख साटासाट गर्दै गफ गर्दै गर्दै सुतेका व्यक्ति बिहान उठ्दा एउटा चिसै हुन्छ, एउटा तातो हुन्छ। त्यस्तो पनि समाचार तपाईँ हामीले देखेका छौँ। तर त्यो ईश्वर कस्तो छ? यसको जन्म पनि छैन अनि मृत्यु पनि छैन। जन्म र मृत्युदेखि त्यो ईश्वर पर रहन गएको छ।